गाइस गुड इभिनिङ वेलकम ब्याक टु माई न्यू भ्लग र अहिले चाहिँ म अफिसबाट निस्किसकेको छु र यति छिटो छिटो मेरो हतार छ कि के भन्नु र मलाई चाहिँ अहिले 1 घन्टामा एउटा काम सघाउनु छ फर्म सबमिसनको किनभने अहिले चाहिँ 2:10 भइसकेको छ 3 बजेभित्र चाहिँ मेरो यो काम सघाउनु पर्नेछ र अहिले चाहिँ अलरेडी म ढिला भइसकेको छु 1 घन्टामा म कसरी फर्म सबमिसन गर्छु थाहा छैन यहाँबाट पुग्नलाई 20 मिनट लाग्छ फर्म फिलअप गरेर बुझाउन आज कसरी हुन्छ पोसिबल हेरौँ र आज चाहिँ मैले एउटा कामको लागि अर्को काम छोडेको अनि आज दुईटै काम भएन अब के हुन्छ अब आजको काम फेरि भोलि गर्नुपर्छ भोलिको काम पर्सि र अहिले चाहिँ फेरि म कोटेश्वर पुगिसकेको छु किनभने आजको काम मेरो दुईटै बनेन एउटा कामको लागि एउटा छोडेको दुईटै काम नभएर अब फर्किँदैछु गोर्खा अनि काम बन्दैन भने झन् लास्ट लेभलमा टेन्सन र थकान त्योभन्दा पनि बढी थकान लाग्छ कुद्दा कुद्दै यताउति गर्दा गर्दै माइन्ड अफ भइहाल्छ पुरै र यो जाम चाहिँ कति बेला खुल्छ यता पनि मान्छे उता पनि मान्छे यहाँ पुग्ने बित्तिकै यहाँको जाम पनि खुलिसक्यो बाटो पनि क्रस गर्न मिलेन अब 5 मिनट यहाँ पर्खिनुपर्छ बाटो क्रस गर्नलाई आज सबै काम बिगाइरहेको छु म जेमा पनि फ्लप भइरहेछ मात्र आज अहिले चाहिँ बालकोट भिडियो यति धेरै कराइरहेको थियो तर गाडी चाहिँ बिचमा कतै देखिएन कहाँ हुन्छ गाडी बिचमा थाहै लाग्दैन यस्तो जाममा